आज चाहिँ हामी यहाँ गजेडी ताल आएका छौँ। यो गजेडी ताल चाहिँ सैना मैना नगरपालिका कञ्चनमा आइसक्यो। कञ्चन गाउँपालिका पर्ने एउटा पर्यटकीय स्थल हो। मसँग हुनुहुन्छ यहाँ केशव सर। एकदम रमाइलो रहेछ त यार, माया पो रहेछ त यार। छ पार्किङ यहाँ गर्नुपर्ने रहेछ। ल टिकट छैन होला, क्यास छैन आज। अनलाइन टिकट काट्ने पैसा नभएर यार क्यास छ। किनले हामी चाहिँ टिकट काउन्टरमा आइसकेका छौँ। टिकट चाहिँ के छ सिस्टम होइन, क्यास छैन, अनलाइन गर्ने भन्ने कुरा हो। मेरो हजुर यहाँले टिकट दिनुभयो हाम्रो दाजुभाइहरूले। अब हामी यहाँ छिर्ने विचारमा छौँ। विशेष चाहिँ यहाँ तर पिकनिक स्पोट रहेछ होइन। ताल त बेताल छ क्या हो, यता रहेछ ताल। ओइ यार एन्टी लाग्छ नि जेठा। एकदम बेस्ट हो। बेस्ट ल तालमा पौडी खेल्ने हो। खेल्ने होइन, जाने हाम फालिदिने हो र। हाम फालिदिउँ मासला झके के छ र फाइनली तालको अवस्था चाहिँ यस्तो रहेछ है। यस्तो छ जलकुम्बी नै जलकुम्बी, तर ठुलो यार। यो नआउनु भने चाहिँ अझै गजबले देखिन्छ होला। देखेको छु मैले कला पनि जतासँग गएर यो त अन्य मैले देखेको छु। त्यहाँसम्म जाऊँ न। दामी छ दायाँ बायाँ तालै ताल। बिचमा घुमिरहेछौँ हामी। पिकनिक खाने खाइरहनु भएको छ। यहाँ टिकटक बनाउँदै हुनुहुन्छ। गर्मी भयो यार। गर्मी भयो, गर्मी नै छ नि त यार। त्यो माथि यहाँ लाज लागिरहेछ। दामी 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 ब्याकग्राउन्डमा दामी छ। अझै यो जलकुम्बीले चाहिँ राम्रो देखिरहेको छैन ताल चाहिँ है, तै पनि दामी नै छ। ए जेठा
यस ल माइलो हेलो अहिले अब चाहिँ हाम्रो पोखरी घुमाइ ताल घुमाइ पोखरी भनिदिएछु फेरि ताल घुमाइ सकिसकेको छ होइन अब दाजुभाइ जाने हो फर्केर थ्याङ्क यू माइलाले आज थकायो मलाई थकायो थकाउने हो नि थकाउने हो बोलाउँछ कि कटे चाहिँ हो नि अलिक खाऊ न अलिकति मात्रै के त्यस्तो कुरा त ठिक्क खाने मन कहाँ धेरै अब दामी कटेज छ यार यो अनि